So hello everyone, good morning from my place Marmagaon देखि तपाईहरुलाई स्वागत छ। म चाहिँ टक्क लगाएर खोला जान लागेको। अनि के छ त केटाहरु तिमीहरुको खबर? ठीक छ? खोला जान्छ? ल ल म चाहिँ गएको है। अनि त्यही हो गाइस, अब लुगा धुनै पर्यो। आज चाहिँ टक्क घाम लागेको छ। हिजो अस्ति चाहिँ 2-4 दिन चाहिँ कसै बेला धुरीमा कसै बेला माथि खेतमा आलु मकै खाँदा त्यस्तै भएको थियो। अहिले चाहिँ टक्क फुर्सद पाएको थियो। हिजो फुर्सदमै थिएँ। हिजो चाहिँ लास्टै घाँटी दुखेर मजाले सुतेको भने हेर आज यस्तो छ। ल फोन यता पनि घुमाइदिन्छु होइन। यस्तो बवाल छ कि माथि आकाश भयो। कता चल्दै कुटा त के गर्न जानुहोस्? खोला गएका छन्। ल सो गाइस, अहिले चाहिँ केटाहरूलाई चाहिँ खोला आउँदै थिएँ। उता विशाल साला बसेको छन्। ए मिलन, के छ तिम्रो खबर? ठिक छ? परबिन भाइ ठिक छ त? ठिक छ साला? ल के गर्न आएको हो त? आज छुट्टी छैन? हजुर टक्क नुहाउने भयो आएर खोला जाम। नाङ्गे भ्याट भयो त। अर्को आयो मिस्टर पाण्डु। कहाँ हिँडेकोस् त? आज छुट्टी हो र? के गर्न जानुहोस् बसुरी? ए ल ल सापले टोक्ला निक्ली जाँदाखेरि हिँड्नु हम जाम खोलामा। 4 हुन्छ। मेरो लुगा ओराइदिउँ लाग्छ। आइसके सु नडुक यो यता हेर्न। अनि को आएको छस् त? एक्लै? डर लाग्दैन? किन? तेरो ड्याडीले भिडियो देख्यो भने के भन्नु त? एक्लै खोलातिर जानु रहेछ, त्यसलाई त म कुद्छु भन्ने हो भने त। ओ सिर्जना हर्सित आखिरी छ एक्लै भन्छ अझ। जिम्रा हेर्दै नेरी के बाख्रा हेर्न आएका हो? ल नुहाउने भए त्यही लामो भन्नु लाग्यो। बर्खा लाग्यो अब त। ओहो बाहुबलीको सुट गरिदिउँ त्यो यहाँ। सो गाइस, अहिले चाहिँ लुगा धोएर पनि मैले नुहाइसकेँ। अब घर जान लागेको। लुगा सुगा प्याक गर्न लागेको। अनि त्यसपछि घरतिरै मिलाउँला होइन। सो गाइस, अहिले चाहिँ बाटोमा सुन्तेलाई भेटेको छु। यसले चाहिँ गीत गाउँछु भनेको छ। ल एउटा गीत गाइदिनु त सुन्तेला। पानको पसला गीत गाइदिनु ल। यही बात मैले चाहिँ माध्यन्छु क्या। सबै पानको सला नि मेरो त गर्सेन पानको फसला।